हेलो नमस्कार साथीहरू सबैजनालाई। हामी चाहिँ आज गाउँदेखि अलि मास्तिरसम्म घुम्नु जाँदैछौँ। यस्तो भिरको बाटो त्यहाँबाट खोइ के जाति भने जस्तो आमामा यस्तो सिँढी ठाडै पो छ त। कतिवटा सिँढी छ अरे यहाँ? कताबाट जानु? यो सिँढी चढ्नु पर्दैन? आज नचढ्ने है त सिँढी है, भोलि पर्सि चढ्ने। आज सिँढी चढिएन, अर्को बाटो जाने भयो। घरको बाटो घरको बाटो अहिले को हुनुहुन्छ त घरमा? गाउँघर यस्तै छ है। गाई चरु के गर्नु, कोदो पाकेर कोदो टिप्दै हुनुहुन्छ कोही। कोदो लडाएछ धेरै हावापानीले। गाउँघरको बाटो यस्तै हुन्छ। उकाली ओह्राली कोदो टिपिसक्नु भएछ त्यतिरै लडेकै भए पनि। अब कता उँभै उँभो हो, ढुङ्गाको भिरको बाटो। उकालो हिँड्दा कस्तो फिल भइरहेछ त? कायदा छैन। ए सुनकोसी नि देख्दो रहेछ यहाँबाट है। तल अलिअलि सुनकोसीहरू त चाहिँ सुनकोसी घोटमा जानुपर्ने, तल माउलो जानुपर्ने। कहिले पुगेर सुनकोसीको दर्शन गर्नुभयो तपाईँहरूले नि है। यता बाटो छ त, यता बाटो टुङ्गियो क्या हो। सुँगुर त पुरै बस्ती जस्तो बाँधेर राखेर त यता है। माले सुँगुर अनि तिमी हिँड न, म पछि। ए अहिले खाना खाएर होइन, अम्बक त ठुलो बोटमा त सकिएछ नि त, सानो बिरुवामा रहेछ अलिअलि। यो त हामी जाने बाटो पुरै कुरो घारी रहेछ। आम्मा मान्छे हिँड्दैन। फुल फुलेर ढकमक्क भएको छ मैतिर। यहाँबाट दामी देखिरहेछ। त्यो पारिपट्टि हेर्दा चाहिँ घरहरू देखिँदैन, पातलो पातलो है। राति त झिलिमिली देख्छ त हौ त्यता त, बत्ती नै बत्ती। जानु तपाईँ त होइन, म चाहिँ जानु ऊ तल्लो डाँडामा जाने कुरो छ त भोलि। डाँडादेखि अझै तल बिचमा त्यो अग्लो छ नि, बर्को रुखदेखि तल्लो डाँडा रोड देखिएको। तल्लो रोडमा जानु, तल ऊ त रोड देखिएको अग्लो डाँडा छ नि, अग्लो हो त्यहाँ। ए कोसी चाहिँ यहाँ देख्दैन। बल्ल बल्ल रोड निस्क्यो होइन त, बल्ल बल्ल रोड निस्क्यौँ होइन। ओह्रालो रहेछ नि त, ओह्रालो रोड त। खोइ बाटो त कता छ थाहा छैन मलाई त। हिँड्दै जम्मा भेटियो बाटो। यस्तो गन्द्रङमा नि कुदाउँछ गाडी होइन। ए सुनकोसी सलल्ल भएछ तल। यहाँबाट देख्छ अनि तल पनि देख्छ। तल पनि देखिरहेछ। हिँड्नु नसकिने रहेछ गाह्रो उकालोमा। उता त होला नि होइन, मान्छे हिँड्दैन, सबै गाडीमा बाइकमा हिँड्छ। अनि यस्तो गोरेटो त कोही हिँड्दैन। यस्तो त छ कुरो। हाम्रो त गाडी बाइक पनि छैन, पैदल हिँड्ने हो।
बाटो खोज्दै खोज्दै ल हेर्नु त गाइस त्यो भिरमा नि घर बनाएर छ ल है गाइस बल्ल बल्ल मेन रोड आइपुग्यो है आम्मामा मेन रोड आउनुलाई पनि बहुत गाह्रो कता हो अब हामी उता आम्मा हेर्नु त साथीहरू यो घर यस्तो रिक्स लिएर बनाएको छ यस्तो भिरमा मान्छेलाई पैसा भएपछि है कि तल यस्तो भिरबाट उठाएर त्यो रुटमा निकाल्नु ल है साथी हो होलेसुङ पार्क आइपुग्यो कहाँ माथि यो सिँढी यता बाटो जान्छ उँभो यहाँ होला गाडी सितुवाचुङ नगरपालिका जाने बाटो है साथीहरू यहाँबाट चाहिँ दृश्य एकदम राम्रो देखिँदो रहेछ सर दामी छ है दृश्य है चढ्ने हो नि यहाँ चढ्ने हो चढिसक्यो त सिँढी चढ्नु परिहाल्यो दामी दृश्य देखिन्छ यहाँ त खै कसैले चढाएकै छैन ल है साथीहरू है बल्ल बल्ल आइपुग्यो हलेसी गढी प्रवेशद्वार यहाँ तल्लो पार्कबाट यहाँ निस्किनुलाई पनि आम्मामा पसिनै चुनेछ नि त बाटो ठाडै त्यतिर आइपुग्यो अब यहाँबाट फेरि यात्रा सुरु हुन्छ ढुक्कै पसिनै निस्किनु हिँड्नु नसकिने साइड गाह्रो आउनु है आउनु यहाँ शीतल छ ल है साथीहरू हामी चाहिँ यस्तै उकालो जाँदैछौँ सल्लाहघारीको पर पार्क छ अरे पार्क घुम्नु हिँडेको उकालोमा नसकिने जस्तो छ साह्रो पर्ने छ उकालो हिँड्नु ओहो ठाडै उकालो चाहिँ मान्छे हिँड्दैन रहेछ कोही के थियो बहुत गाह्रो छ यस्तो छ उकालो नि पल्लो बजार गाउँ चाहिँ राम्रो देखिन्छ कुन बजार हो त बजार हो कि गाउँ हो ए हलेसी बजार हो हलेसी बजारै गाइस यो अनि हलेसी बजार के अरे मन्दिर चाहिँ कतापट्टि पर्छ त्यस्तो भित्रपट्टि पर्छ ऊ त गहिर पिरपट्टि ऊ त टावरको पल्लोपट्टि के बनेको छ ठुलो बिल्डिङ थियो माथि चाहिँ के जाति बनेको त्यो ल है साथीहरू हामी बल्ल यहाँ आइपुग्यो डाँडामा होलेसी चौतारीमै हो त चढाउने पाती ढोल झ्याम्टाको रहेछ चढाउनु न पाती चढाउनु पाती बाजे बोजू बर जुलाई नातिनी ज्वाइँको तर्फबाट राम्रो होस् यस्तै हो यही त होला होलेसी चौतारीमा पाती चढाइयो अब कमदिम होछाल जेठा
पार्थे सुँगोछा कान्छा त्यो दाउरा देख्दा नि कत्रो भन्दै तर्सिन्छ सल्लाह गरे उकालो सक्यो है दिन्छ होइन कागले त्योभन्दा ठुलो बोक्छ बरु गुड लाउनलाई सल्लाह गरे उकालो सकियो रे अब तेर्सो छ कि अब बाटो यता चाहिँ भिडियो बनाइँदैछ त त्यहाँ फोहोर नगरिदिनु होला भनेर त्यहाँ पोहोर ताँच्दा यसरी फोहोर थालिदिन्छ मान्छेहरू के भन्ने त अब गाईहरू होइन त हामी कहिले नसोधिनु भयो त के हो ल मेन हाइवे रोड उता तल छ हलेसी जाने हामी माथिको डाँडातिर चाहिँ चण्डी डाँडा रहेछ अघि हामीले पाती चढेको त्यहाँबाट यता यतातिर यी भीमसेन स्थान रहेछ यहाँ यो चाहिँ त्यहाँ बोट टाँसेको दुलखाबाट ल्याइएको भीमसेन रहेछ होइन पछि चाहिँ यो लाली गुराँस फुल भने चाहिँ राम्रो देख्छ कि यो डाँडा हलेसी बजार यस्तो छ है गाई को आउनु भएको छ हलेसी ल हेर्नु त गाइस कुरो त्यहाँभरि लुगाभरि कुरो हो ल है गाइस हामी चाहिँ डाँडातिर आइपुग्दै अहिले चाहिँ यहाँबाट देखिने दृश्यहरू चाहिँ यस्तो छ है दामी देख्दो रहेछ आम्मा खोटाङ्गे साथीहरूले चाहिँ ठ्याक्कै चिन्नुहुन्छ यो कहाँ भिडियो बनाएको भन्ने कुरो होइन हेर्नु होला है साथीहरू मेरो भिडियो सब्सक्राइब पनि गरिदिनु होला तपाईँहरूको गाउँमा आएर मैले भिडियो बनाएको छु तपाईँहरूको गाउँलाई बाटै हरायो त अनि तपाईँहरूको गाउँलाई प्रमोट गरिदिएको छु मैले भिडियो मार्फत नयाँ सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला हेर्नुहोस् त तपाईँहरूको गाउँठाउँलाई मैले भिडियो मार्फत क्याप्चर गरेर सरर लाएर सबैसम्म पुर्याउने कोसिस गरेको छु है त्यसो दामी छ नि हौ ल गाईहरू सुनकोसी देखिरहेको त अलिअलि सुनकोसी कता बाटै हरायो पहिलोचोटि आएको हरायो हेर्दैछु हलेसी गढी सानो दरबार महाकाली देवस्थान है कत्रो चिलो परेको छ खोइ त बाटो कता हो बार लाएको छ खोइ के हेलो साथीहरू हामी चाहिँ बाटो बिर्सेर कुरोघारी जङ्गल घुम्दै हलेसङ रिसोर्ट आइपुगेछ पार्क हिँडेको मान्छे यता रिसोर्टतिर आइएछ कता हो गाह्रो हो त पार्क पुग्नु पनि रिसोर्टतिरबाट छ कि भित्र बाटो कता हो ल रिसोर्ट रहेछ एउटा ठुलो सिसी क्यामेरा सहितको रहेछ नि त ल काइदा रिसोर्टतिर छिरी पठाइयो अब यहाँबाट मान्छे पनि छैन कसलाई सोध्ने पार्क जाउँ भने त कता हो बाटो है साथीहरू हामी चाहिँ बल्ल माथि घरको रोडमा आइपुग्यो यहाँबाट तेर्सै रोड सोड पनि डाङडुङ भत्काइदिएछ
बाढीले यस्तो खाल्डो परेर गयो। यहाँबाट अब हलेसी नजिक आइपुग्यो है। ल नजिकबाट हलेसी बजार यस्तो देखिन्छ है गाइजहरू। कमेन्ट गर्नु होला को आउनु भएको छ हलेसी। के गार्डन अरे हामी आएको यो रक गार्डन आएको आज। बाटो कता हो कता नथाहा पाएर जङ्गलमा घुम्दा 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 के त हो कि बाटो रोटै रोट हो त। रोटे होला। रक गार्डन भन्ने त डाँडामा आएको त बाटो भुलेर कता हो कता पुरो घारीतिर कुद्दा बल्ल बल्ल रोडतिर निस्केर अनि हामी चाहिँ पुग्न लाग्यो है गाइसहरू। तपाईँहरू नि आउनु है घुम्नुलाई यतातिर। कस्तो छ अहिले त्यो छेउमा गएपछि देखाउँछु नि म। अनि म पुगेको छुइनँ अनि अब पुगेपछि त्यहाँ गएपछि थाहा हुन्छ। त्यहाँ पुगेपछि ठक्क त्यहाँ पुगेर सरर लाएर हेरेपछि मात्रै अनि आफ्नो अनुभव सुनाउने हो नि त। ल कस्तो रक गार्डन आइपुग्यो। रक गार्डन आइपुग्नु कस्तो भिरमा डाँडामा रहेछ है। डेन्जर पर्छ त। ल है गाइज फाइनली आइपुग्यो है। के जाति गार्डन नाम पनि ए उ त्यहाँ रहेछ बुङ्गालुङ ढुङ्गे बगैँचा भन्ने ठाउँमा आइपुग्यो। तलतिर त पुरा बार लगाएको रहेछ होइन। यस्तो रहेछ गाइज। यहाँबाट त्यस्तो देख्दो रहेछ है साथीहरूलाई भ्यू। बाइक टेम्पू स्याम्पू आउँदैछ त्यता यस्तो रहेछ पार्क। दामी बनाएको रहेछ ढुङ्गे बगैँचा। ल मजाले बनाएको रहेछ त्यो। ल सिमेन्ट नहाली बनाएको छ क्या हो हालेको छ अलिअलि भित्र होला सिसा फुटाएर। ट्रेसम्म म अगाडि जान्छु। बगैँचामा एकछिन बस्छु देखिँदैछ नि। ढुङ्गे बगैँचामा म लड्नु छैन। ल कि अलि राम्रो भिडियो बनाउनु न। के गरेको यो बनाउनै आफै भर्खर यो पर्यटन भित्रै गाँठे 2-4 जना। अघि त हामी बाटो खोज्दा खोज्दा सोद्धा सोद्धा अहिले चाहिँ 2-4 जना आयो मान्छेहरू बल्ल बल्ल आएर अब यहाँ पर पुगेर खिच्दै आएको हो। कहाँबाट पल्लो छेउ अनि खिच्दै खिच्दै जाउँ खिच्दै खिच्दै आउँदा पनि हुँदैन त। के हो कुरो पर्दैन भिडियो खिच्ने अनि त्यहाँबाट यसरी भएर स्क्रिनसट गर्दा भएर नि। पोज हान न पोज यस्तो गरेर त्यस्तो चाहिँ अब यहाँबाट चाहिँ पारीतिरको दृश्य चाहिँ यस्तो देखिँदो रहेछ है गाइजहरू। ढुङ्गे बगैँचा होइन त नामै हो नि। ल जस राम्रो पारी वारिपारीको दृश्यहरू चाहिँ राम्रो देख्दो रहेछ। हिमाल पनि देख्दो रहेछ ऊ त ऊ। ल कुन हिमाल हो हिमालको नाम चाहिँ थाहा भएन है तर हिमाल चाहिँ देख्दो रहेछ। आउनुहोस् है गाइजहरू घुम्नलाई रमाइलो रहेछ।
बारीतिर कस्तरी पहिरो झरेछ है। पार्क साथीहरू डाँडामा पुरा उता चाहिँ कम्पाउन्ड घेर्दैको रहेछ, कम्पाउन्ड घेर्दैको रहेछ। त्यहाँभन्दा उता अप्ठ्यारो होला कि है, भिरै भिर अनि त्यही भएर बेर्दिएको होला नि, बार लगाइदिएको रहेछ। ठिक छ त रहेछ त। गाउँघरमा अनि यस्तो यस्तो ठाउँहरू छ घाँटी, अनि के भन्नु। यो त पोखरी नि रहेछ सानो सानो, फोटो सेसन हुँदैछ। माछा पनि पाल्नु पर्ने कि, माछा लिएर हाल्नुपर्छ क्या हो। पानी चाहिँ कहाँबाट आएको त पोखरीमा है? गाइजहरू ढुङ्गे बगैँचा पनि आइयो, घुमियो, हेरियो, यस्तै रहेछ। तपाईँहरू नै आउनु होला। ल हलेसी बजार हेर्नुहोस्, यहाँबाट अलिक नजिक मेन रोड त्यहाँ छ। यस्तै रहेछ हौ गाइजहरू। पछाडिबाट अगाडिबाट हिँडिरहन्छ, तपाईँ पछाडिबाट फोटो खिच्नु त मन फेसबुकमा हाल्नु। फोटो कि भिडियो? ल सेकेन्ड चलिरहेछ, यही त हो नि भिडियो। ए रक गार्डन है गाइजहरू, फाइनली यहाँ आइपुग्यो हामी। ठ्याक्क लगाएर दुईजना ठ्याक्कै ढोकामा आइपुग्यो। छिर्नु पर्यो होला नि ढोकामा, होइन? फोटो त मात्रै मात्रै आउने रहेछ। ल है साथीहरू, डर लाग्दो रहेछ यहाँ त। यहाँबाट उता भिर रहेछ है। उफ, तल कोसी देखिरहेछ, उता हिमाल देखिरहेछ। ल हामी चाहिँ यताबाट सक्दै अब उता जाने है त। एकदम आमाहरू नि आउनु भएको छ, कहाँबाट घुम्दै चिसा पानीबाट आउनु भएको अरे आमाहरू। हामी तातो पानी हावा मजाले चल्दैछ है। घाम मजाले लाग्दो रहेछ जाडोको बेलामा त। सबैले हावा खाँदै मजाले डेटिङ गर्नु होइन त। तपाईँ खिच्नु न, म यता हिँड्छु कसरी। के आउँदैन भिडियो खिच्नु तपाईँले? यस्तै त होला नि, होइन? दामी आउँछ। फेरि अर्को खेल्नु, यो हिमाल पनि आउँछ होला, आइहाल्छ नि सबै। वाउ, हिमाल त क्या दामी आएको यार। दामी आउँछ है। यस्तोले ठुलो नलीको काम लाग्यो। यो चाहिँ कसो गर्ने, कसो खेल्ने हो? उचाल्ने यो म के हाल्ने हो? के गर्नु त? कता घुमाउनु छ? अब यसमा बस्नु भने कहाँ हुँदैन, बच्चाको हो क्या हुन्छ।
यो चाहिँ पक्का पनि यस्तो होला कि राम राम यति पनि के हो त यो यो चाहिँ आउँछ होला यस्तो कसो गर्ने ए कसो गर्नु घुम्नु के हो त यो घुम्दैन ए यहाँ चाहिँ घुम्दो रहेछ यस्तो गर्ने होला यो होइन पेट घटाउने भिडियो आएर कता घोप्टो छ त जिम भयो 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 अब यता गर्ने कि के हो त यो त्यो फन्किने यो पनि यस्तो खुट्टाको यो त बिहान बिहान आएर एक्सर्साइज गर्ने ठाउँ पो हो त अहिले त के काम लाग्यो दामी 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 कम्ती राम्रो सिन पनि ल आउनुहोस् यता गल्नु हो गल्नु भन्नु भिडियो गर्नु गलेर होइन पढ्नु पऱ्यो अरे सल्लाहको रुख पनि रहेछ दुइटा यहाँ छ फेरि हाम्रो मेन चिन्डो आकारको होइन त सोलेवा ल सोलेवा के गर्ने भिडियो बनाउने फोटो खिच्ने सोलेवामा ट्याक्क यसरी समाइदिनु त भइरहेछ होला सोलेवामा बसौँ हाम्रो सोलेवामा ट्याक्क लाएर बस्नुहुन्छ के हौ खोइ मान्छेहरू बसेर चढेर हैरान गरेको के हो कस्तो हुन्छ होला नि तपाईँ त जानु उता फलैचामा फोहोर चाहिँ डस्टबिनमा फाल्ने गरौँ है तलतिर नफालौँ लुगाको चाहिँ फाइनली सक्यो ल है त गाइज भिडियो अब समाप्त गरौँ है त यहाँ अहिले उता परतिर फेरि अरू केही देखियो भने गरौँला नि है त गाइजहरू टक्क कस्तो आनन्द हुन्छ अघि हामी यो माथि बसेको त है दामी आउँछ हौ भ्यूहरू हाम्रो सोलेवा ल है त गाइज एकछिनमा है त फेरि ल है साथीहरू हामी चाहिँ फर्किँदै गरेको बुवालुङ ढुङ्गे पार्कबाट फर्किँदै गरेको साथीहरू अब रात पनि पर्न लाग्यो घाम पनि पुग्यो डाँडातिर बुवालुङ घुमेर फर्किँदै गरेको हामी चाहिँ तपाईँहरू नि आउनु होला घुम्नलाई रमाइलो रहेछ यहाँबाट वारिपारिको दृश्यहरू राम्रो देख्दो रहेछ त्यही हो यति भन्दै आजलाई बुवालुङको भिडियो चाहिँ समाप्त गरौँ होला अर्को भिडियोमा भेटौँ है त साथीहरू बाई बाई